नमस्कार। आज हामीसँग एकजना सहकर्मी साथी हुनुहुन्छ। उहाँ चाहिँ आफ्नो प्रोफेसन सँगसँगै कलाकारिता क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ। उहाँको देउडा क्षेत्र को अनुभव र योसँग सम्बन्धित अरू विषयहरूमा हामी कुराकानी गर्नलाई उहाँलाई हामीले निम्ता गरेका छौँ र आज उहाँसँगको कुराकानी तपाईँहरूमाझ प्रस्तुत गर्दैछौँ। सर नमस्कार। हजुर नमस्कार सर। हजुरको परिचय हामी सबैलाई थाहा नै छ सर। अब हाम्रो दर्शक महानुभावहरूलाई पनि तपाईँको परिचय सकिन्छ भने गीत मार्फत नै हामी चाहन्छौँ र यो उहाँहरूलाई तपाईँको परिचय चाहिँ बताइदिनु सर। सौराइपन लागेकी छि, भेट भइगयो आज, बसाइ मेरो धनगढीको नाम हो पदमराज। 47 साल फागुन महिना 19 गते राति पृथ्वी सर्वप्रथम पाइला टेके पृथ्वीमा माथि। सोचेका सपना जति अधुरा रहिगया, बेलडाँडी नगरी गर्या 10 वर्ष भइगया। जागिर मेरो अमिनको जग्गा नाप्न जानु, जसो दियो भगवानले उसै गरी खानु, जसो दियो भगवानले उसै गरी खानु। साथीभाइ भेटाका बेला राम्रै छै कि भन्ने, चित्रा हो नक्षत्र मेरो राशि पढ्यो कन्या। 2 छोरा छन्, 1 छोरी छ, एकवटा श्रीमती। भनौँ भन्या कही भनौँ मनमा पिरगति। बजाङ्गै धनगढी झड्या 60 सालतिर, बजाङ्गै धनगढी झड्या 60 सालतिर, भगवानले हात राख्याको मेरा माथि शिर, भगवानले हात राख्याको मेरा माथि शिर। सर्वप्रथम 60 सालमा देउडा खेल्याएको हुँ, छोरेटीका कोल बसी झल्कारे ल्याएको। सर हजुरले परिचय एकदम गीत मार्फत एकदम कडा नै दिनुभयो, धेरै एकदम मिलाएर। त्यो कसरी चाहिँ भन्न सकिन्छ सर? यो अटोमेटिक हजुरको चाहिँ यो क्षमतालाई चाहिँ मान्नै पर्छ। अब योभन्दा बाँकी कुराहरू म देउडासँग सम्बन्धित रहेर हजुरलाई चाहिँ प्रश्न गर्नेछु। अब हजुरले चाहिँ यो देउडाप्रति चाहिँ कसरी चाहिँ झुकाव रह्यो सर? कसरी चाहिँ लाग्नुभयो यो क्षेत्रतिर? सर्वप्रथम मैले हजुरलाई अघि गीतबाट पनि भने 2060 सालतिर बेलडाँडी गाउँपालिका वार्ड नम्बर 5 झिलिमिलामा चतुर्दशी मेलाको पावन अवसरमा चाहिँ एउटा कार्यक्रम राख्नु भएको थियो। त्यो कार्यक्रममा चाहिँ अब त्यहाँको एकजना सर गणेश बहादुर सिंह भन्ने, अनि उहाँले मलाई के भन्नुभयो भने, अनि कोही देउडिया साथीहरू छन् भने लिएर आउनु न पदमजी, यता रमाइलो गर्नुपर्छ, हाम्रो संस्कृति हामीले जगेर्ना गर्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो मलाई। त्यसपछि मैले भने मेरो साथी छ एउटा देउडा खेल्ने छिमेकी थियो जनराज जोशी भन्ने, अनि उहाँलाई ल देउडा खेल्न जाउँ त साथी भनेर त्यहाँबाट उसलाई मैले भने, अनि उहाँले भन्नुभयो ल ठिक छ त्यसो भए जाउँ भन्नुभयो। जाउँ भनिसकेपछि त्यसपछि अब पारिवारिक समस्याहरू, अब असोज कार्तिक भनेको त अब खेतीपातीको सिजन नै हो सर होइन। 10 कट्टा जमिन काटेर चाहिँ पुरा अब धान काटेर राखेको थियो, आकाशमा बादल बढारिँदै थियो, अनि सडक गड्किँदै थियो होइन। अब घर परिवारले के भन्यो भने तपाईँ कता जान लाग्नु भएको, अब यता चाहिँ काम गर्न बाँकी छ, अनि घरमा छोरो भएको थियो मेरो भर्खरै, सानो बाबु छ, हजुरले यसरी गएर हुँदैन, यो काम गरेर आउनु न भन्नुभयो। अनि मैले भने अब ठिक छ मैले जान पर्ने हो उता, भोलि गरौँला, भिज्दैन, आजको जिम्मा मेरो हुन्छ भनेर मैले गफ लगाइदिएँ। हुन त आकाशको जिम्मा प्रकृतिको जिम्मा कसले लिन सक्छ र होइन। त्यही पनि अब यो देउडाको रहरलाई आफूले चाहिँ मार्न नसकेर यसलाई चाहिँ मैले पुरा गर्नुपर्छ भन्ने उद्देश्यका साथ घरमा चाहिँ आफ्नो परिवारलाई म छलेर तिम्रो लागि चाउमिन लिएर आउँछु है भनेर म त्यहाँदेखि हातपट्टु लगाएर अनि बजार आएँ। हेर्नुहोस्, लुगा लायो भने उहाँले अब उतै जान्छ भनेर मोटरसाइकलको चाबी छोप्ने भयो। त्यसपछि उहाँले के भन्नुभयो भने होइन बाइक नलग्नु, साइकल लगेर जानु भन्नुभयो। साइकल समातेर हाफपट्टु लाएर म टाउन बजारमा आएँ। बजारमा पुगिसकेपछि अनि त्यहाँ मेरो मिज्जी बस्नुहुन्थ्यो, मिज्जीलाई बाइक मागेँ, मिज्जीको प्यान्ट लगाएँ, मिज्जीको भेस्ट लगाएँ, उहाँको जुत्ता लगाएँ, सबै मिज्जीको पहिरन लगाएर म त्यहाँबाट जनराज जोशी भन्ने मान्छेलाई लगेर झिलमिला पुगेँ। झिलमिला पुगिसकेपछि अब त्यहाँ अब भर्खरका चाहिँ छोरेटीहरू 22-23 वर्षका छोरेटीहरू 4 जना आउनु भएको थियो। 4 जना आउनु भएको थियो। त्यसपछि अब
अब राति अब हामी त्यहाँ पुगिसकेपछि सम्मान कार्यक्रम भयो, फुलमालासहित दुबो हालेर ल तपाईँहरू चाहिँ अब देउडा सुरु गरौँ है भन्नुभयो। देउडा सुरु गरिसकेपछि अब त्यहाँ मैले त साथीलाई लिएर आएको थिएँ। साथीलाई दोसल्ला ओढाउँदाखेरि मलाई पनि दोसल्ला ओढाएर अनि देउडा गायक जनकराज जोशी र देउडा गायक पदमराज जोशी भर्खरका युवा आउनु भएको छ हामीमाझ, आज उहाँको हामी प्रस्तुति हेर्नेछौँ भनेर भनिसकेपछि मलाई अब लाजले भुतुक्क भएर भित्र मुटु थर काम्न थाल्यो सर हेर्नु। कसरी भन्ने त अब मेरो नाम पाडिहाल्यो। अब मलाई त गाह्रो भइसक्यो, म के गरौँ भन्दाखेरि यसो वनपाखामा चाहिँ गाई गोरु चराउँदाखेरि लेक बेसीतर्फ जाँदाखेरि गोठालो लाग्दाखेरि मैले डाँडामा बसेर गीतहरू गाउँथेँ। अनि गीतहरू गाउँथेँ, त्यो झल्को आयो मलाई। यस्तै किसिमको गीत गाएँ, यहाँ कसो होला एकचोटि ट्राई गरौँ न भन्ने सोच लाग्यो। अब जनकराज जोशीजीलाई चाहिँ ल सुरुमा तपाईँ भन्नु भने उहाँले भन्नुभयो। उहाँले चाहिँ 1 घन्टा देउडा खेल्नुभयो। उहाँसँगै तपाईँ पनि नै उहाँले एउटा लेडीसँग खेल्नुभयो। लेडीसँग खेलिसके 1 घन्टा खेल्नुभयो। अनि उहाँले भन्नुभयो कि सर तपाईँ भन्नु, म सक्दिनँ, अब म थाकिसकेँ, म सक्दैन भन्नुभयो। अब के गरौँ, अब यो भारी तपाईँले बोक्नै पर्छ भनेर जिम्मेवारी दिइसकेपछि त्यो भारी जसरी भए पनि बोक्न सकिँदो रहेछ। चाहे उकाली होस् चाहे ओह्राली होस्, त्यहाँबाट सकिँदो रहेछ सर। त्यहाँबाट चाहिँ सुरुवात भयो हजुरको चाहिँ। त्यहाँबाट अब सुरुवात भयो। अच्छा, अनि त्यो पछिको यात्राको बारेमा चाहिँ म हजुरलाई सोध्छु। मैले सर्वप्रथम सुरुको गीत के भने होइन, सुरुको गीत मैले भने अनि गाई गाँडो बाजुरा बज्जो भैँसी गाँडो रोल, मैले बोल्न पाइने हो कि सुगा तौरा कोल अनि त्यसपछि छोरेटीले भने कैको माया कति हुन्छ तराजु तोली जाऊ, भेट भन्न मौकाले भयो साई भन्न बोली जाऊ भने। त मैले भने कान थापेर सुनिरहे मनौदागा कुरा, कान थापेर सुनिरहे मनौदागा कुरा, चित्त बुझाइसक्ने है कि सबै बाला बुढा भने। त उसले भन्यो मै जाउँला भैँसीका खर्क, मै फाँको रुजाउँला, एक उराले केही हुँदैन, 2 मिली बुझाउँला भने। त्यहाँबाट त्यसरी सुरु भयो सर, सुरु भयो सर। अच्छा, अब हामी त हजुरको चाहिँ सम्पर्कमा लगभग आएको 5-6 वर्ष जति भयो होइन सर? अब यहाँ आइसकेपछि हजुरसँग चिनाजानी भइसकेपछि अब हजुरको यो प्रस्तुतिहरू हेर्ने मौका पायौँ हामीले, धेरै ठाउँमा गयौँ। अब हाम्रै सरको पहिला बिदाय हुँदाखेरि पनि हजुरले चाहिँ त्यहाँ घरमा कस्तो राम्रो देउडा भन्नुभयो। त्यहाँबाट चाहिँ मैले तपाईँलाई चिन्ने मौका पाएँ देउडा प्रेमीको रूपमा। त्यसपछि अब अन्य विभिन्न प्रतियोगिताहरूमा तपाईँको नाम देख्दाखेरि ओहो सरमा यस्तो कला रहेछ भन्ने जस्तो लाग्यो सर होइन। अब प्रत्यक्ष रूपमा त्यहाँ प्रतियोगितामा हामी त जान नपाए पनि तपाईँको चाहिँ यस्तो न्युजहरू हामीले सुनिराखेका हुन्छौँ। अनि यो देउडाको सन्दर्भमा हजुर त अब विभिन्न जिल्लाहरू जानुहुन्छ, जस्तो अस्ति खप्तड गएर चाहिँ प्रथम भएर आउनुभयो सर। त्यस्तै गरेर अब सुदूरपश्चिममै भनौँ न, अहिले त अब जिल्लागत रूपमा पनि यो देउडाको चलन फरक हुँदो रहेछ होइन। दार्चुलातिरको एउटा, अनि बझाङ अछाम अलिकति फरक हुँदो रहेछ। अनि यति ठाउँहरूमा तपाईँहरूले चाहिँ प्रतियोगिताहरूमा जाँदाखेरि अथवा देउडा गाउँदाखेरि कस्तो पाउनु भएको छ? जिल्लागत हिसाबले फरक कतिको हुन्छ यो देउडाको हिसाब सुदूरपश्चिममा विशेष गरी? सुदूरपश्चिममा विशेष गरी अब देउडा कार्यक्रममा के हुन्छ भन्दाखेरि सर हेर्नु, अब त्यहाँ अब बुढापाका लट्ठी टेकेर बुढाआमा बुवाहरू होइन, अब अनि हजुरबा हजुरआमाहरू दाजुभाइ दिदीबहिनीहरू होइन, आफ्नो पोसाक पहिरन ढाका टोपी लगाएर अनि कालो कोट लगाएर दौरा सुरुवाल लगाएर अनि यसमा चाहिँ गलबन्दी लगाएर अनि आउनुहुन्थ्यो खेल्न बस्ने भए। अब त्यसमा चाहिँ सम्मान कार्यक्रम त्यत्रो मासको अगाडि आफ्नो चाहिँ एउटा अनि सिन्दुरको टिका शिरमा लाग्दाखेरि कति शरीरमा कस्तो उमङ्ग खुसी अर्कै लाग्छ सर। एकदम रमाइलो सम्मान हुन्छ। अनि उहाँहरूले भन्नुहुन्छ हाम्रो कला हाम्रो संस्कृतिको हामीले जगेर्ना गर्नुपर्छ, तपाईँ जस्तो युवाले चाहिँ अगाडि बढ्नुपर्छ, हामी सपोर्टमा छौँ भनेर सम्मान कार्यक्रमहरू पनि राम्रै हुन्छ सर। अब आते जाते खर्चहरू भयो, किनभने टाढा जानुपर्छ, गाडीको यात्रा हुन्छ। अब उहाँहरूले चाहिँ सम्मान स्वरूप यो तपाईँलाई खर्च राख्नु है भनेर 10,000 15,000 20,000 अब लगायत अहिलेसम्म मैले सबैभन्दा ठुलो पुरस्कार राशि लगेको भनेको 1 लाख रुपियाँ खप्तडमा लगेको हो। 2080 साल जेठ महिनाको दिन रामेश्वर गङ्गा दशहरा मेला पावनको अवसरमा
बझाङ बाजुरा र डोटी अछामका 4 जिल्लाहरूको 4 जिल्लाको संयुक्त रूपमा त्यो संयुक्त आयोजना थियो नि सर? आयोजनामा गरिएको कार्यक्रममा 26वटा टिमहरू थियो। ओहो। त्यो 26वटा टिमहरूमा म पनि सहभागी भएको थिएँ। त्यतिखेर अब त्यहाँ सबैले ठुल्ठुलो विशिष्ट व्यक्तिहरूले चाहिँ सम्मान गर्नुभएको थियो। यो सम्मान पाउँदाखेरि चाहिँ आफूलाई यस्तो गर्व लाग्छ कि आहा कति राम्रो भएको छ है मलाई भन्ने लाग्छ सर। हेर्नु एकदमै सर। अनि अब जस्तो हजुर अब विभिन्न जिल्लाहरूमा घुम्नुहुन्छ देउडाकै सिलसिलामा, अब यो हाम्रो यहाँको अब वर्तमान परिवेशलाई यसो मध्यनजर गरेर हजुरले चाहिँ केही भन्न सकिन्छ कि अहिले देउडा? अहिलेको यो वर्तमान परिवेश, अहिलेको यो राजनीतिक यात्रा, हाम्रो देश नेपालको बदलिँदो राजनीति, बिहान एउटा राजनीति हुन्छ, दिउँसो एउटा राजनीति हुन्छ, साँझ परेपछि चाहिँ एउटा राजनीति हुन्छ, राति 12 बजे अर्को राजनीति हुन्छ। हेर्नुहोस् सर है। अब यसमा 2-4वटा टुक्काहरू चाहिँ म भन्न चाहन्छु होइन। बस्ने कुर्सीका लागि अद्दा छन् हानाहान, बस्ने कुर्सीका लागि अद्दा छन् हानाहान, एकै फाटो कोट लगाउँदा त्यही भन्न तानातान। नेता त नेता जति धेरै भया कसैका गुण छैन, नेताहरू धेरै भए कसैका गुण छैन, नेताका छन् चिल्ला गाडी जनतालाई नुन छैन। सर्प बैरी पस्न लाग्यो मुसा बस्ने दुला, सर्प बैरी बस्न लाग्यो मुसा बस्ने दुला, काम धन्न कहिले न गर्छन् भाषण मात्र ठुला। एकदमै सर। समय परिवेश अनुसार तपाईँले ठ्याक्कै कसरी भन्नुहुन्छ, यो चाहिँ एकदमै यो लोभलाग्दो कला भनौँ न, यस्तो छ हजुरको चाहिने। अब तपाईँ चाहिँ सँगसँगै यो कलाकारिता क्षेत्र पनि आफ्नो पेसागत क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ। यसो गर्दाखेरि कहिलेकाहीँ अलि अप्ठ्यारो त्यस्तो हुने गर्छ कि कस्तो छ सर अवस्था चाहिँ? अब मलाई के लाग्छ भने एउटा जनताको सेवा गर्ने अवसर पनि पाएको छ, यो मलाई खुसीको कुरो हो सर। जनताको यता सेवा गर्दा गर्दै अब उताका जनताहरू पनि बुढापाका आमा बुवा दाजुभाइहरूको लागि पनि, किनभने त्यति नै महत्त्व छ क्या सर समयको होइन। उहाँहरूले पनि कतिखेर उहाँ आउलान् र कतिखेर चाहिँ हाम्रो देउडा कार्यक्रम सुरु होला भन्ने आतुर भइसकेका हुन्छन्। विशेष गरी मैले कार्यक्रम हुने ठाउँमा के गर्छु भने सर्वप्रथम अब अफिसमा बिदा भएको दिन शनिबार शुक्रबारको दिन चाहिँ यसो मिलाएर तपाईँहरू चाहिँ समय अनुकूल चाहिँ कार्यक्रम गर्नुहोस् है, मलाई पनि सजिलो हुन्छ भनेर पहिला कुरो राखेको हुन्छु। अनि त्यही अनुसार चाहिँ शुक्रबारको दिन अब अफिसबाट चाहिँ अनि बिदा भएर गइसकेपछि हाम्रो 3 बजे बिदा भइहाल्थ्यो। अनि 3 बजे बिदा भइसकेपछि गएर कार्यक्रम स्थलमा पुग्ने नजिकको, शुक्रबारको दिन खेल्ने, शनिबारको दिन खेल्ने होइन, शनिबारको राति सुत्ने, आइतबारको दिन अफिस आउने। अनि सर्प पनि जन मरौ अरे सर्प मरिजाऊ लट्ठी नभाच्योस् भने जस्तो समय मैले दुईटै ठाउँ मिलाउँछु सर होइन। अब यताको पनि काममा चाहिँ अप्ठ्यारो अवरोध हुनु भएन, उता पनि रोकिनु भएन। एकदमै यही किसिमले मैले समय म्यानेज गरेको छु। ठिक छ सर एकदमै। अब त समय पनि लगभग चाडपर्वको आइरहेछ सर, गौरा पर्व नजिकै छ होइन। अब 1 महिना त रह्यो, 1 महिना बाँकी छ, त्यसपछि त तपाईँको लगभग सिजनको समयमा त एकदमै व्यस्तता हुन्छ होला। अब साँझ पख बिहान पख देउडा खेल्ने हाम्रो यही समुदायमा पनि थुप्रै मानिसहरू छन्, उहाँसँग रमाइलो हुन्छ होला सर। अब यो पालि चाहिँ तपाईँको देउडा प्रतियोगिताहरू केही छ कि त्यसमा कस्तो छ सर अहिले चाहिँ? योपालि देउडा प्रतियोगिताहरू आउँदै गरेको गौरा पर्वको पावन अवसरमा चाहिँ धनगढी उपमहानगरपालिकामा चाहिँ विराट लाइभ देउडा कार्यक्रम प्रतियोगिता हुन्छ सर। त्यो प्रतियोगितामा मैले पनि योपालि त्यहाँ भाग लिने जमर्को गरेको छु। अब अन्य ठाउँहरू तपाईँको यता मालाखेतीतिर भयो, चौमाला मसुरिया लम्कीतिर पनि कार्यक्रमहरू अब हाम्रो यो समुदाय होइन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अब धेरै देउडालाई एकदम विरत रूपमा दिएका हुन्छन्। अनि हाम्रो गौरा देवीको चाहिँ एकदम भक्तजनहरूले चाहिँ त्यो पावन अवसरमा कार्यक्रम गरेका हुन्छन् सर। त्यसमा चाहिँ मैले सहभागी हुने एकदम चासो राखेको छु। ल एकदमै सर। अब समय सापेक्ष रूपमा थोरै छोटो भए पनि अलिकति कुरा गर्ने अवसर जुर्यो, त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद छ सर। आगामी दिनमा तपाईँको यात्रा को सफलताको शुभकामना पनि हामी दिन चाहन्छौँ।
र हामीसँग जोडिनुभयो थोरै समयको लागि धेरै धेरै धन्यवाद। छुट्टिन्छ हस्, सर, धन्यवाद नमस्कार। सर। जाँदा शुभ जाँदै दिन। केही छ त्यस्तो भनेपछि यसो धन्यवाद सर, हुन्छ एकदम सदा खुसी हुनु। भगवान्ले तपाईँको शिरमा सधैँ हात राखुन्। अगाडि चालेका कदमहरू हजुरको चाहिँ पुरा हुँदै जाउन्। शत्रुहरूको चाहिँ नाश होस्, मित्रहरूको बास होस्। हजुर जस्तो मान्छे पाउनु मेरो पनि एकदम खुसीको कुरा हो। हजुरसँग बसेको यो 7 वर्ष चाहिँ मलाई एकदम कति रमाइलो लागिरहेछ कि लोकराज सर आयो भने ल है आज लोकराज सर आउनुभयो भन्ने लाग्छ। तपाईँको मुहार मैले तपाईँको फाँटमा एकचोटि देखेन भने मलाई लाग्छ आज सर कता जानुभयो। ठिक छ सर, धेरै धेरै धन्यवाद छ हस् सर। सर, हुन्छ, छुट्टियो सर है त ल। लभ यु सर। ल